आजभन्दा लगभग 25 वर्ष अगाडि रेडियो सुन्नको लागि मान्छेहरू शनिबारको दिन कुर्थे। अनि घर परिवारमा झगडा गर्नुपर्ने हो कि रेडियोको लागि लडाइँ गर्नुपर्ने हो कि त्यो सबै कार्य गर्नको लागि तयार थिए। आवाज सुन्नको लागि, त्यसमा बज्ने नाटक सुन्नको लागि र त्यहाँ हुने छलफल सुन्नको लागि। साथीसँग मनका कुरा भन्ने एउटा रेडियो कार्यक्रम आउँथ्यो। त्यसमा युवा किशोर किशोरीका विभिन्न सवाल, जुन सवाल चाहिँ त्योभन्दा पहिला त्यसरी कहिले पनि आएका थिएनन्, ती सवालमा छलफल हुन्थे। यौन स्वास्थ्य, प्रजनन स्वास्थ्य, उनीहरूको विभिन्न खालको प्रेमको चर्चा गर्ने कार्यक्रम थियो त्यो। हामीले अहिले सम्झिँदाखेरि पनि अलिकता नोस्टाल्जिक हुने समय थियो। हामी आफै पनि, म आफै पनि दौडेर त्यो कार्यक्रम सुन्नको लागि चाहिँ कहाँ पुग्नु पर्ने हो, खोला तर्नु पर्ने हो कि बुवासँग झगडा गर्नुपर्ने हो कि जे गर्नुपर्ने हो त्यो सबै गर्न तयार हुन्थे। आज हामीले त्यही समयलाई अलिकता रिकल गर्ने प्रयास गर्नेछौँ पडकास्ट गुलाबी संवादमा। र म सवितासँग हुनुहुन्छ कौस्तुभमणि पोखरेल, जो चाहिँ साथीसँग मनका कुरामा त्यो समयमा सबैको मनमा बस्न सफल हुनुभएको थियो। हुन त अहिले पनि साथीसँग मनका कुराको नाम आउने बित्तिकै त्यो समयको टिमलाई सोध्ने अझै पनि क्रम एकदमै जारी छ। किन बन्द भयो, फलानो कहाँ हुनुहुन्छ भनेर सोध्ने क्रम चाहिँ एकदमै जारी छ। आज हामीले त्यो समयमा उहाँहरूले उठाउनु भएका विभिन्न विषय र अहिले ती विषयमा के कस्तो परिवर्तन भएको छ भनेर अलिकता तुलनात्मक रूपमा चाहिँ यो एपिसोडमा कुरा गर्नेछौँ। म आजको हाम्रो गेस्टलाई चाहिँ दाई भनेर सम्बोधन गर्छु, किन भन्दा हामी उहाँकै छत्र छायामा साथीसँग मनका कुरामा सँगसँगै काम गऱ्यौँ र यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको विषयमा गुलाबी संवादसम्म आइपुग्दाखेरि उहाँहरूकै मेन्टरसिपमा चाहिँ हामीले यो विषय यसरी ओपनली कुरा गर्न सक्ने भयौँ। स्वागत छ कौस्तुभ दाई हजुरलाई पडकास्ट गुलाबी संवाद। थ्याङ्क यू सो मच सविता, यस्तो राम्रो इन्ट्रोडक्सन। म आफैले आफैलाई इन्ट्रोड्युस गर्यो भने पनि साथी यति राम्रो इन्ट्रोडक्सन गर्न सक्दैन थियो होला। सो एकदम आभारी छु, धन्यवाद। हजुर, कस्तो हुँदैछ अहिले हजुरको कामहरू चाहिँ? अहिले चाहिँ अलिकति स्लो डाउन भएको छ। म चाहिँ फिल्म मेकिङ गर्छु, बेसिकली संस्थाहरूको लागि डकुमेन्ट्री स्टाइलमा हुन्छ त्यो चाहिँ। त्योदेखि बाहेक चाहिँ हामी दाजुभाइ भन्ने एउटा एनजिओ छ, त्यो एनजिओमा चाहिँ अहिले अध्यक्षको रूपमा काम गरिरहेको छु। त्योदेखि बाहेक चाहिँ पार्ट टाइम ड्याड भनौँ न, मेरो छोरी छ, सी विल बी 9 अब 9 वर्ष पुग्छ छोरी। सो त्यही कुराहरूमा हलमल व्यस्तता त्यस्तै छ। हजुर, अलिकता अहिले हामीले अहिलेको विषयमा कुरा गर्नुभन्दा पनि जब साथीसँग मनका कुरा 2001मा सुरु भयो, त्यो समयमा चाहिँ यो यौन तथा प्रजनन स्वास्थ्य अधिकार होइन, करियर काउन्सिलिङको कुराहरू पनि साथीसँग मनका कुराबाट उठिरहेको थियो होइन। त्यो समयलाई चाहिँ 25 वर्ष अगाडिको समयलाई चाहिँ कसरी हेर्नुहुन्छ, जुन बेला हजुर साथीसँग मनका कुराको एकजना टिम मेम्बर हुनुहुन्थ्यो? त्यो त अब अहिले सोच्दाखेरि चाहिँ कति अगाडिको कुरा जस्तो लाग्छ है। सुरुमा म जोइन गर्दाखेरि म पनि मेरो एकदम अर्ली 20sमा थिएँ र त्यतिखेरको समय चाहिँ एकदम अहिलेको भन्दा फरक कुन हिसाबले थियो भने अहिले जस्तो सञ्चार माध्यमहरू त्यतिखेर थिएनन् होइन। इन्फर्मेसन पाउन नै गाह्रो थियो, भरपर्दो इन्फर्मेसन कहाँबाट लिने भन्ने त्यो चाहिँ अलिक असहज नै थियो त्यतिखेर। स्पेसली अलि यङ युवा पुस्ताको लागि चाहिँ त्यो किसिमको गाह्रो थियो भनौँ न होइन। र त्यतिखेर स्टेट ओन्ड मिडियाहरू नै थिए धेरै जसो चाहिँ। रेडियो नेपाल थियो, रेडियोको हकमा कुरा गर्दाखेरि टेलिभिजन नेपाल टिभी थियो। मलाई लाग्छ फाटोफुट्टो एफएम स्टेसनहरू स्टार्ट भए तापनि त्यस्तो विधि एकदम पपुलर भइ नसकेको बेला थियो। सो त्यतिखेर चाहिँ मैले देख्दाखेरि चाहिँ इन्फर्मेसन एकदमै लिनलाई चाहिँ अहिले जति सजिलो छ नि, इट इज एट योर फिङ्गर टिप्स भन्छन् होइन। मोबाइलबाट टक्क गर्ने बित्तिकै इन्फर्मेसन पाइन्छ। त्यतिखेर चाहिँ त्यस्तो सजिलो थिएन। कसैले के हल्ला चलाइदियो भने पनि होइन होइन, त्यो भेरिफाई गर्ने सोर्स हुँदैन थियो क्या। सो मोस्टली मलाई लाग्छ त्यो चाहिँ अहिलेको हिसाबले हामीले हेर्ने हो भने चाहिँ त्यतिखेर चाहिँ यो जुन प्रविधिले विकास गर्यो, त्यो कम्युनिकेसनको प्रविधि चाहिँ धेरै पछाडि थियो, अहिले चाहिँ धेरै अगाडि बढेको पाउँछु म। हजुर, त्यो बेलामा बोरा चिठी आउँथ्यो होइन। त्यो चिठीहरूमा चाहिँ यस्तो संवेदनशील कुराहरू लेखिएको हुन्थ्यो। चिठी आउँदाखेरि पनि साथी कौस्तुभ, साथी विनिता भनेर त्यसरी साथी सम्बोधन गरेर चिठी आउँथ्यो, आफ्नो नाममा चिठी आउँथ्यो होइन।
त्यो चिठी आफ्नो नाममा आएका ती संवेदनशील चिठीहरूलाई चाहिँ कसरी हेर्नुहुन्थ्यो हजुरले त्यो टाइममा? मैले अघि भने नि सुरुमा त म आफै पनि भर्खर आफ्नो त्यो के भन्छ टिनेज इयर्स पार गरेर आएको हुनाले सुरुमा त मलाई त्यो त्यति धेरै मैले त्यस्तो सेन्सिटिभ भएर हेरेको थिइनँ। तर जब काम गर्दै गयो ट्रेनिङ पनि हुँदै गयो होइन, लाइफ स्किल्स सम्बन्धी ट्रेनिङ हुन थाल्यो। त्यसपछि चाहिँ हामीले डिल गर्ने विषयवस्तुमा चाहिँ एक्सपर्टहरूले नै तयार गरेको टेम्प्लेट्सहरू हुन्थ्यो। त्यो पढ्दै जाँदाखेरि बल्ल त्यसको त्यो विषयको सिरियसनेस होइन गाम्भीर्यता चाहिँ त्यतिखेर बल्ल रियलाइज भयो। र तिमीले भनेको जस्तो चिठीहरू आउँथ्यो कि अनेक समस्या लिएर चिठी आउँथ्यो, कुनै कुनै सुन्दाखेरि हाँस उठ्थ्यो होइन, तर एकछिन पज गरेर साँच्चीकै विचार गर्ने हो भने चाहिँ त्यो व्यक्तिले साँच्चीकै इन्फर्मेसन कहीँ लिन नपाएर त हामीलाई विश्वास गरेर चिठी पठाएको हो भन्ने जस्तो लाग्थ्यो। सो अलि समयपछि बल्ल त्यो सिङ्क इन हुन थाल्यो क्या त्यो कुराहरू चाहिँ। र त्यसपछि चाहिँ आफ्नो जबलाई एकदमै यो चाहिँ एकदम सेन्सिटिभ विषयवस्तु छ र यसलाई एकदम सेन्सिबल भएर नै यसलाई डिल गर्नुपर्छ भन्ने कुरा चाहिँ त्यसपछि रियलाइज भयो केही समयको अन्तरालपछि। जब चाहिँ त्यो ट्रेनिङ सुरुमा त एउटा ट्रेनिङ जस्तै नै थियो। जब स्टार्ट गरेँ मेरो टिममेट्सहरू अरू चाहिँ सुरुवाती दिनदेखि हुनुहुन्थ्यो भने म चाहिँ अलिकति पछाडि जोइन गरेको हुनाले पनि उहाँहरूसँग सिक्ने मौका मिल्यो। सो त्यसरी चाहिँ अलिकति सजिलो भयो। हजुर, जस्तो हजुरले सूचनाको स्रोतको कुरा गर्नुभयो होइन, त्यो समयमा चाहिँ कुनै सूचना पाउनको लागि कि त रेडियो नै सुन्नु पर्यो, त्यो रेडियो पनि घर घरमा हुँदैन थियो होइन, कति गाह्रो थियो रेडियो किन्न पनि त्यो जमानामा। अनि टिभी पनि त्यति सजिलै थिएन, टिभी त झन् हुने कुरै भएन। अनि पत्र पत्रिका पनि अहिलेको जस्तो एक्सेसमा त थिँदै थिएन। अनि त्यो समयमा चाहिँ जब साथीसँग मनका कुरा सुरु भयो, त्यो उहाँहरूले एक किसिमले ट्रस्ट गरेर पनि सायद त्यति धेरै आफ्नो इमोसनल कुराहरू, संवेदनशील कुराहरू होइन, आफ्नो प्रेमको कुराहरू पठाउनुहुन्थ्यो होइन। त्यो सूचनाको स्रोत अथवा सूचना पाउने स्रोत चाहिँ पहिला एआई, अब त्यो चिठीको जमानाबाट रेडियोमा आउने चिठीको जमानाबाट अहिले त हामी एआईको जमानामा छौँ होइन। केही कुरा जान्नु पऱ्यो भने एआईलाई सट्ट प्रश्न सोध्यो, एन्सर एकछिनमा आउँछ, एन्सर पनि लगभग एकुरेट नै आउँछ होइन। त्यो परिवर्तनलाई चाहिँ हजुरले कसरी हेर्नुहुन्छ आफूले साथसँग मनका कुराको चिठी पढ्दै गर्दाको समयलाई सम्झिएर? अब अहिले एआई भनेको त अब अहिले एकदमै सबैभन्दा एडभान्स टेक्नोलोजी अहिले हामीसँग छ होइन। अब त्यो हिसाबले हेर्दाखेरि चाहिँ फड्को मार्यो मात्र होइन कि अब त्यो कति फड्को मार्यो भन्ने कुरा हो नि त होइन। त्यतिखेर चाहिँ रिलायबल सोर्स भनेकै कसरी त्यो रेडियो टिभीमा पनि त त्यो ठ्याक्कै निश्चित समयमा मात्रै आउँछ, त्यही टाइममा भ्याउनु पऱ्यो। आफ्नो सवालहरू आउँछ कि आउँदैन त्यो पनि टुङ्गो हुँदैन थियो नि त। अब अहिले त जे सोध्नु पनि एकदमै सजिलो छ र तुरुन्तको तुरुन्तै आन्सर पनि पाइन्छ। सो त्यो हिसाबले हेर्ने भने चाहिँ अहिले हामी धेरै भाग्यमानी छौँ होइन। तर अब प्रविधिलाई अलिकति सही तरिकाले युज नगरिदिने हो भने फेरि त्यसले कहिलेकाहीँ नेगेटिभ पनि ल्याउन सक्छ, नेगेटिभ किसिमको रिजल्ट्सहरू पनि दिन सक्छ। सो अलिकति हामी हाम्रो बालबालिका, हाम्रो भाइ बहिनीहरूलाई चाहिँ कसरी प्रविधिलाई राइट वेले युज गर्ने भन्ने उहाँहरूलाई भन्न सिकाउन सक्यो, उहाँलाई बुझाउन सक्यो भने चाहिँ अहिले धेरै सजिलो छ पहिले हेरिकन। हजुर, हजुरलाई लाग्छ पहिला त्यो चिठी पठाउने जमानामा बरु मान्छेले आफूले चाहेको सूचना चाहिँ सही एन्सर पाउँथ्यो कि अहिले जस्तो मेरो हातमा मोबाइल छ, म एन्ड्रोइड फोन बोक्छु, मलाई चाहिएको सूचना मैले लिन्छु त्यहाँबाट, तर त्यो सूचना सही हो कि गलत हो भनेर म छुट्याउन सक्दिनँ भनेपछि म गलत सूचनाको शिकार पनि भइरहेको हुनसक्छु। बरु त्योभन्दा त मलाई कुनै एउटा रेडियो कार्यक्रमले पठाउने टेम्प्लेट नै सही सूचनाको स्रोत पो हुन्थ्यो कि जस्तो लाग्छ कहिलेकाहीँ हजुरलाई? त्यो पनि एउटा त्यो चान्स चाहिँ छ होइन, किनभने हामी सबैले त्यो सोर्स भेरिफाई गरेर बस्दैनौँ। अब जुनै पनि व्यक्तिले कुनै पनि विषयमा चाहिँ आफूलाई रुचि छ अथवा जुनै पनि विषय चाहिँ ट्रेन्डिङ छ, यो भिडियो मैले बनाएँ भने भाइरल हुन्छ भने जस्तो लाग्यो भने त उसले बनाउने भयो, त्यो सूचना सही नहुन पनि त सक्छ नि। सो त्यो किसिमको एउटा डर चाहिँ छ होइन, सोर्स भेरिफाई नगरिकन पत्याउन मिल्दैन, किनभने सयौँ मान्छेहरूले त्यही विषयमा इन्फर्मेसन पोस्ट गरेको हुन्छ। त्यो हिसाबले चाहिँ त्यो एउटा भनौँ न एउटा च्यालेन्ज चाहिँ म देख्छु होइन। तर इन्फर्मेसनै नपाउनु भन्दा कमसेकम इन्फर्मेसन लिएर ओके यो चाहिँ सायद ठिक इन्फर्मेसन हो कि भन्ने एउटा आफ्नो भनौँ न सुझबुझ
आफ्नो विवेक प्रयोग गरेर यो चाहिँ होला भन्न त पाइयो नि त। त्यतिखेर त के पनि इन्फर्मेसनै थिएन। सो त्यो हिसाबले चाहिँ अहिले नै अलिकति बेटर सूचनाको हिसाबले चाहिँ सूचना लिनलाई चाहिँ अहिले नै अलि सही समय हो कि जस्तो लाग्छ मलाई चाहिँ। जस्तो अलिकति मैले जिज्ञासाको कुरा गर्छु होइन, पहिला किशोर किशोरीमा आउने जिज्ञासा, युवामा आउने जिज्ञासा, यसलाई पनि हामीले अब प्रजनन स्वास्थ्य यौन स्वास्थ्यको कुरा गर्ने भएको कारणले यौन तथा प्रजनन स्वास्थ्य अधिकारको कुरामा जस्तो हस्तमैथुनको कुरा हामीले कति सिरिज अफ एपिसोडहरू बनाउँथ्यौँ, महिनावारीको कति धेरै एपिसोडहरू बनाउँथ्यौँ होइन, अनि नाइटफलको कुराहरू कति धेरै गर्थ्यौँ होइन। त्यस्ता खालका जिज्ञासाहरू चाहिँ पहिला जस्तो थियो अहिले पनि त्यस्तै छन् जस्तो लाग्छ, अथवा अहिलेका चाहिँ अझ परिष्कृत भएका छन्, अलिकता जटिल भएका छन्, कस्तो लाग्छ हजुरलाई? अहिले मलाई लाग्छ पहिले जस्तो अन्यल चाहिँ अलिक छैन कि जस्तो लाग्छ मलाई। कुन हिसाबले पनि भने जब कार्यक्रम सुरु भएको थियो त्यतिखेर थुप्रै चिठीमा चाहिँ के लेखिएको हुन्थ्यो भने हाम्रो स्कुलमा यौन तथा प्रजनन स्वास्थ्यको चाहिँ विषय भए तापनि सरले अथवा मिसले चाहिँ घरमै पढेर आउनु भन्ने होइन, त्यो च्याप्टरलाई स्किप गरिदिने कुराहरू उहाँहरूले गर्नुहुन्थ्यो भने अब अहिले त मिडियामै पनि ओपनली यति धेरै कार्यक्रमहरू छ जहाँ चाहिँ यौन तथा प्रजनन स्वास्थ्यको विषयमा चाहिँ कुरा भएको हुन्छ। यौन तथा प्रजनन स्वास्थ्य मात्रै पहिले विशेष थियो भने अहिले यौन तथा प्रजनन स्वास्थ्य र त्यसमै आफ्नो अधिकारको कुरा पनि जोडिएर आएको छ होइन, माई बडी माई राइट भन्ने कुराहरू चाहिँ अहिले जोडिएर आएको छ। सो त्यो हिसाबले चाहिँ मलाई लाग्छ अहिले पहिलेको भन्दा बुझाइ चाहिँ राम्रो छ पहिलेको तुलनामा होइन। किनभने म के सम्झिन्छु भने नि हामीले एउटा कार्यक्रम बनाएको थियौँ जुनमा चाहिँ हामीले यो कन्ट्रासेप्टिभको कुरा गरेका थियौँ। त्यो कार्यक्रमले त एक किसिमको एकदम विस्फोटै ल्याइदियो क्या, तल्कै मच्यो। किनभने त्यो रेडियोकै ओनर्सहरू, रेडियो चलाउने त्यहाँको म्यानेजमेन्ट होइन ले पनि यस्तो खालको छाडा कार्यक्रम किन चढाइयो भनेर चाहिँ प्रश्न गर्नुभयो क्या हामीलाई। अनि एक दुईवटा एपिसोड चाहिँ हाम्रो रोकिने जस्तो भएको थियो त्यतिखेर रेडियो नेपालबाट पनि, र त्यही रेडियो नेपालमा प्रसारण भएको चाहिँ अरू एफएमहरूले बजाउनुहुन्थ्यो नि त। सो रेडियो नेपालभित्रै पनि यस्तो किसिमको कार्यक्रम बज्न दिने नदिने भन्ने किसिमको डिबेट भइसकेपछि चाहिँ हामीलाई सघाउने अग्रजहरू पनि हुनुहुन्थ्यो। सो उहाँहरूले चाहिँ के भन्नु भने यो कुनै मनगणन्ती चाहिँ विषयवस्तु उठाइएको होइन, तपाईँहरूलाई त्यस्तै चिन्ता छ भने चाहिँ आउनुहोस्, चिठीहरू हेर्नुहोस्, गाउँ गाउँबाट आएको छन् होइन चिठीहरू, र यो हामीले आफै बनाएको मनगणन्ती होइन। जे किसिमको सवालहरू युवाहरूले सोध्न खोज्नु भएको छ त्यही विषयवस्तुमा रहेर हामीले कार्यक्रम बनाएको छौँ, र यसले चाहिँ युवाहरूलाई बिगार्ने होइन, झन् सही सूचना दिएर होइन नेगेटिभ अथवा हार्मफुल बिहेभियरबाट आफूलाई बचाउन सक्ने किसिमले चाहिँ हामीले डिजाइन गरेका छौँ भनेर यस्तो किसिमले उहाँहरूले हामीलाई सपोर्ट गर्नुभएपछि बल्ल कार्यक्रमले चाहिँ निरन्तरता पायो। र हामीले त स्क्रिप्ट पनि कति कार्यक्रमको त अगाडि नै उहाँहरूलाई बुझाएर ल ठिक छ भनेपछि बल्ल हामीले कार्यक्रम चाहिँ अगाडि बजाउने स्थिति पनि बन्यो कि केही समयको लागि चाहिँ। तर पछि चाहिँ उहाँहरूले बुझ्नुभयो जस्तो लाग्छ मलाई, र कार्यक्रम त झन् पपुलर थियो। एउटा हिसाबले त्यो भनौँ न सुरुमा नेगेटिभ कुरा गर्ने मान्छेहरूले नै पछि होइन यो त राइट इन्फर्मेसन रहेछ, यो सही रहेछ भन्ने किसिमको कुरा चाहिँ उहाँहरूले नै गर्नुभयो। सो त्यो पछि चाहिँ हाम्रो लागि त्यही चिज एडभान्टेज जस्तो भयो क्या, सुरुमा अलिकति च्यालेन्ज भयो पनि। जस्तो हजुरले रेडियोमा नै कार्यक्रम जाने कि नजाने भन्ने विषयमा बहस भयो भन्दै गर्दाखेरि म पहिलोपटक अनेर गएको चाहिँ हाउ टु युज कन्डम भन्ने थियो कि। अब मलाई त एसएमके जोइन गरेको 3-4 महिना भइसकेको थियो। जोइन गर्ने बित्तिकै अनेर त जान पाइँदैन थियो, विभिन्न खालको चरण पार गर्नु पर्थ्यो होइन। अनि त्यो प्रोग्राम चाहिँ अनेर हुँदाखेरि मैले घरमा सबैलाई फोन गरेर भने म आउँदैछु साथीसँग मनका कुरा। म त एकदम खुसी भएर भनिरहेको छु नि त, किनकि नेसनल रेडियोबाट आउँदैछ, त्यत्रो गाउँमा जन्मेर हुर्केर यो विषयमा कुरा गर्न डराउने मान्छे, लजाउने मान्छे होइन। त्यही पनि अलिकता डर लाज त लागेको थियो। मेरो आमा चाहिँ त्यति बेला मामा घर जानुभएको हो, अनि माइजू र आमा बसेर सँगै सुन्नुभएछ कार्यक्रम। छोरीले त कन्डम लाउन सिकाइरहेको छ, त्यो पनि रेडियो नेपालबाट है। माइजूलाई चाहिँ साह्रै नराम्रो लागेछ कि, अनि आमालाई भन्नुभएछ कि के हो भान्जी यस्तो छाडा, यस्तो पनि बोल्ने हो भनेर सम्झाउनु भयो। त्यो आमालाई जे होस् यस्तो बोल्न नदिनु भन्ने हिसाबले कुरा गर्नुभएछ। अनि आमालाई पनि हो कि जस्तो लागेर मलाई फोन गर्नुभएको थियो कि। अनि पछि बिस्तारै मेरै आमाले चाहिँ अब उसको कामै यही हो, उसले यही विषयमा सिकाउने हो भनेर अरू मान्छेहरूलाई चाहिँ डिफेन्स गर्नुहुन्थ्यो। त्यो समय हामीले पार गरेर अहिले हामी गुलाबी संवादमा पनि एकदम फ्रिली यौन स्वास्थ्यको कुरा गर्छौँ होइन।
प्रजनन स्वास्थ्यको कुरा गर्छौँ त्यसमा मलाई लाग्छ हाम्रो कार्यक्रम सुन्दै गर्दाखेरि अहिले चाहिँ अप्रिसिएटै गर्नुहुन्छ कि हामी त्यो टाइमबाट अहिले यहाँसम्म आइपुग्यौँ होइन। हजुरले पनि त्यस्तो कतै भेट्नुभयो होला, म एउटा हजुरलाई सेयर गर्छु। म जाँदाखेरि त थिएन त्यति बेला, हजुरहरूलाई एउटा चिठी आएको थियो, मलाई लाग्छ गुल्मी अर्घाखाँची कताबाट हो होइन। त्यो चिठीमा चाहिँ पूर्णिमाको रातमा कि शनिबारको दिन, शनिबारको राति 12 बजे बिना कन्डम यौन सम्पर्क गर्यो भने चाहिँ गर्व रहँदैन, महिला चाहिँ पिपलको बोट मुनि होइन गर्व रहँदैन भन्ने खालको चिठीहरू आउने समय पार गरेर हामी यहाँ आउँदैछौँ। त्यो समयलाई चाहिँ सम्झिनुहोस् न एकचोटि कस्तो थियो, हजुरको टिममा कसरी छलफल भयो त्यो चिठीलाई लिएर होइन, रेस्पोन्स के गर्नुभयो, के थियो त्यसको? त्यो चिठी मलाई एकदम राम्रोसँग याद छ, किनभने त्यस्तो किसिमको चाहिँ अलिक कमै आउँथ्यो होइन, त्यतिसम्म अनभिज्ञता चाहिँ अलिक कमै हुन्थ्यो। तर हामीले मैले अघि पनि भने नि सुरुमा आफूलाई अलि हास्यास्पद लागे पनि त्यो व्यक्तिको लागि त त्यो नै एकदम ठुलो होइन, जसको आन्सर नै उसले पाएको छैन उसको लागि त ठुलो विषय हो नि त। र जुन कुरा उसलाई भनियो कि शनिबारको दिन पिपलको बोटमा बसेर यौन सम्पर्क गर्दाखेरि चाहिँ गर्व रहँदैन, त्यो भेरिफाई गर्ने त्यो केटीसँग अथवा त्यो महिलासँग कुनै पनि अरू सोर्स थिएन, त्यसैले साथीसम्मका कुरामा चिठी पठाउनु पर्ने अवस्था आयो। र हामीले चाहिँ त्यसलाई डिल गर्दाखेरि पनि भन्न त विभिन्न कुरा भनिन्छ, तर त्यस्तो हुँदैन होइन, यो चाहिँ मिथ्या हो अथवा मिथ हो। र कुनै पनि स्वस्थ सम्बन्धमा चाहिँ यौन सम्पर्क हुनैपर्छ भन्ने छैन, हुन्छ भने पनि त्यसको लागि चाहिँ आफू तयार नभइकन यौन सम्पर्क गर्नलाई अथवा कुनै पनि किसिमको शारीरिक किसिमको सम्पर्कको लागि चाहिँ रेडी नहुने कुरा, अनि बल्ल हामीले चाहिँ कन्ट्रासेप्टिभ युज होइन कन्डम अथवा अरू कुनै पनि यो अस्थायी साधन युज गर्ने कुरा चाहिँ त्यसपछि गर्थ्यौँ कि। सो जुन मान्छेहरूको बुझाइ छ नि कि यिनीहरू यो कार्यक्रमले चाहिँ युवाहरूलाई यौनतिर होइन बढी त्यो यौनको शिक्षा दिएर उनीहरूलाई त्यतातिर उन्मुख गरायो भन्ने किसिमको जुन पहिले आरोप लगाइन्थ्यो नि, अब त्यसको लागि चाहिँ हाम्रो काउन्टर के हो भने हामीले चाहिँ किन होइन उमेर नपुगिकन यौन सम्पर्क गर्नु हुँदैन भन्ने कुरा पनि त हामीले गर्छौँ नि होइन। यौन सम्पर्क भनेकै के हो, उत्सुकता हुनु नेचुरल हो, तर त्यो उत्सुकतालाई चाहिँ कसरी डिल गर्ने, कसरी त्यसलाई चाहिँ व्यवस्थापन गर्ने भन्ने कुराहरू पनि त हामी गर्छौँ नि। र कोही चाहिँ साँच्चीकै यौन सम्पर्ककै लागि अगाडि बढ्न खोजेको छ भने चाहिँ बरु सेफ भएर गर्ने कुरा गर्छौँ नि त हामीले। सो त्यो किसिमले चाहिँ हामीले बुझायौँ र मलाई लाग्छ यो चिठीलाई पनि त्यसरी नै अहिले ठ्याक्कै समाधानमा के लेखा थियो चाहिँ मलाई अहिले के हामी भनेको थियौँ मलाई ठ्याक्कै चाहिँ याद छैन, तर यसलाई चाहिँ हामीले अघि भनेको जस्तै त्यो व्यक्तिको लागि यो ठुलो समस्या थियो र उहाँलाई स्पष्ट हुने गरेर हाम्रो तर्फबाट चाहिँ हामीले आफ्नो कुरा राखेको थियौँ। चिठीको कुरा प्रसङ्ग हामीले जोड्यौँ होइन, चिठी आउँदाखेरि कसरी त्यसलाई डिल गर्नुभयो, कसरी रेस्पोन्स गर्नुभयो होइन। फिल्डमा जाँदाको त्यस्तो केही अनुभव छ? फिल्डमा जाँदा हाम्रै पालामा पनि एकदमै वर्स्ट सिचुएसन हामीले सामना गर्नु परेको थियो कि, हजुरको त्यस्तो केही छ? फिल्डमा त झन्नै धेरै हामीसँग कथाहरू छन् होइन। हजुर अहिले सम्झिनु पर्दाखेरि चाहिँ एकदमै धेरै कथाहरू छन्। हामीहरूको कार्यक्रम अब तिमीलाई थाहा छ होइन, कुनै पनि कार्यक्रम हामीले तयार गर्नुभन्दा अगाडि त्यसलाई अध्ययन गर्थ्यौँ, रिसर्च गर्थ्यौँ, कुन विषयवस्तुमा कुराकानी गर्ने भनेर पहिले नै तय भइसकेको हुन्थ्यो। यतिसम्म कि फिमेल प्रस्तुताले यो भन्ने र मेल प्रस्तुताले यो भन्ने, हामीले यसरी कुराकानी गर्ने भन्ने हाम्रो सबै खाका रेडी हुन्थ्यो। र कुनै पनि विषयमा एक्सपर्ट जब नलेज चाहिन्छ, एक्सपर्ट इन्फर्मेसन चाहिन्छ, हामीले त्यही सम्बन्धित एक्सपर्टलाई नै कन्ट्याक्ट गरेर गर्थ्यौँ नि त। कतिजना मान्छेले फिल्डमा हामीलाई अब यस्तो समस्या भयो के गर्ने, हामीसँग रेडिमेड आन्सर त हुँदैन थियो होइन, अनि कहिलेकाहीँ चाहिँ त्यो सोधेको भन्नै सकेन यो भन्ने खालको पनि आउँथ्यो होइन। एउटा चाहिँ मलाई के याद छ भने अब हामीले त कार्यक्रममा चाहिँ जो कार्यक्रम सुन्नुहुन्छ उहाँहरूले हामीलाई एकदम आइडियल मान्नुहुन्छ होइन, उहाँहरूको चाहिँ एकदम आइडल त्यस्तो व्यक्तित्व पो हुनुपर्छ भने जस्तो। तर एट द एन्ड अफ द डे हामी त नर्मल मान्छे थियौँ होइन, हामी पनि हाँसखेल ठट्टा गर्ने जिस्किने। सो फिल्डमा जाँदाखेरि चाहिँ त्यो आफ्नो क्यारेक्टर अलिक मेन्टेन गर्न कहिलेकाहीँ गाह्रो पर्थ्यो कि। हामी त अब एकदम टिम भइसकेको थियो, बन्डिङ भइसकेको थियो, त पनि चल्ने हुन्थ्यो नि त कार्यक्रम बाहेक होइन। तर अब कार्यक्रमको बेलामा चाहिँ अब त्यो किसिमको उहाँहरूले जुन एक्सपेक्ट गर्नुहुन्थ्यो त्यो नपाउँदाखेरि चाहिँ हाम्रो क्यारेक्टरले क्वेसन गर्ने होइन, त्यस्तो पनि हुन्थ्यो।
र जुन अब आफ्नो एज अ पर्सन जे छ त्यो चाहिँ अलिकति हुन गाह्रो। फिल्डमा जाँदाखेरि पनि जस्तो कार्यक्रममा हामी छौँ सकेसम्म त्यो क्यारेक्टरमा बस्न खोज्ने, जस्तो मलाई चाहिँ धेरै जसो अलिकति फनी क्यारेक्टरको हिसाबले मलाई प्रस्तुत गरिन्थ्यो होइन। म कार्यक्रममा अलिक ढिलो एन्ट्री गरे हुनाले पनि कतिपय विषयवस्तु चाहिँ यो भने चाहिँ खास के हो भनेर पनि मैले सोध्न पाउँथेँ। अरू त पहिले नै जानकार थिए होइन, र मलाई चाहिँ थेगो राख्न लाउँथ्यो धेरै जसो होइन, त्यो अलिकति कार्यक्रममा मिठास आओस् भनेर। तर म बाहिरी रूपमा कुरा गर्दाखेरि नर्मली त थेगो राखेर बोल्ने बानी छैन होइन। अनि मलाई याद छ पाल्पामा चाहिँ खै यो त टुप्पी पारेर भन्ने थेगै भनेन भन्ने पनि थियो, र कपाल धेरै जसो एकदम छोटो काट्ने हुनाले टुप्पी पारेर थेगो सुहाएन भन्ने हुन्छ नि। सो यस्तो किसिमको एकदम रमाइला इन्सिडेन्सेसहरू चाहिँ हामीले थुप्रै गरेका छौँ, भएका पनि छौँ। एकचोटि ट्राभल गर्दाखेरि चाहिँ हामी मध्ये नै एउटा साथीको कुरा काटेर कार्यक्रम सुन्नु हुँदो रहेछ। हामी ट्राभल गरेको थियौँ प्लेनमा, प्लेनको के भन्छ एयर होस्टेस होइन, उहाँले कार्यक्रम सुन्नु हुँदो रहेछ। ए तपाईँ त साथीसँग मनकै कुराको फलानु होइन भनिदिनु भयो है। अनि त्यसै हामीलाई एकदम इम्बारेसिङ भयो क्या त्यतिखेर चाहिँ, किनकि हामी आफ्नै साथीको कुरा काटिरहेको थियौँ होइन, यस्तो यस्तो गरेर हेर्नु नि त्यसले भनेर। सो यस्तै किसिमको र तिता मिठा दुवै किसिमको अनुभवहरू रह्यो। र फिल्डमा जाँदाखेरि चाहिँ सिकाइ एकदमै के हुन्थ्यो भने कार्यक्रम सुन्ने श्रोताहरूलाई भेट्दाखेरि नि झन् त्यो ऊर्जा पनि मिल्थ्यो, र उहाँहरूको स्टोरिजहरू चाहिँ किनभने हामीले उहाँहरूकै हामीले समसामयिक जे विषय देख्छौँ त्यसकै आधारमा कार्यक्रम बनाउने भएको हुनाले त्यो फिल्ड भिजिट चाहिँ हामीलाई इम्पोर्टेन्ट हुन्थ्यो, किनभने त्यहीँबाट हामीले कथाहरू प्रस्तुत गर्थ्यौँ, त्यहीँबाट हाम्रो विषयवस्तुहरू चाहिँ उठान हुन्थ्यो। सो त्यो हिसाबले फिल्ड भिजिट चाहिँ एकदम सिकाइको हिसाबले पनि एकदम इम्पोर्टेन्ट रह्यो। हजुर, चिठीमा आउने जस्तै जिज्ञासा समस्याहरू चाहिँ फिल्डमा जाँदाखेरि लिसनरहरूले भन्नुहुन्थ्यो? त्यो चाहिँ अलिकति कस्तो छ भने अलिक सेन्सिटिभ विषयवस्तु जुन यौन तथा प्रजनन स्वास्थ्यको अथवा आफ्नो रिलेसनसिपको विषयवस्तु चाहिँ फिल्डमा उहाँहरूले सोधेको मलाई त्यति स्मरण छैन है, किनभने उहाँहरूलाई भन्न सजिलो नभएर नै लेख्नुहुन्थ्यो होला चिठीमा होइन। र उहाँहरूको चाहिँ पहिचान हुने भयो फिल्डमा चाहिँ होइन, फेस टु फेस हुँदाखेरि पहिचान हुने भयो। चिठी लेख्दाखेरि अनअनाउन्स बसेर चिठी लेख्ने प्रावधान थियो भनौँ न। हामीले नामै लेखे तापनि उहाँहरूको नामभन्दा पनि हामीलाई जिल्लाको नामले सम्बोधन गर्थ्यौँ, र हामीलाई चाहिँ समस्या चाहिँ इम्पोर्टेन्ट थियो मान्छे भन्दा पनि। सो त्यसले गर्दाखेरि फिल्डमा चाहिँ अलिक सेन्सिटिभ इस्युजहरू चाहिँ उहाँहरूले सोध्नुहुन्न थियो। तर एक दुईवटा जस्तो हेटौँडामा जाँदाखेरि दुईजनाले चाहिँ हामीलाई आफ्नै आफन्तीबाट सेक्सुअली ह्यारेस्ड भएको चाहिँ सेयर गर्नुभएको मलाई याद छ। र चितवनमा पनि एकचोटि हामी सर्कसबाट फर्किएको केही किशोरीहरू हुन्थ्यो, उहाँहरूले आफ्नो एकदम उहाँहरूले भोग्नु भएको एकदम संवेदनशील कुराहरू चाहिँ हामीसँग बाँड्नु भएको म सम्झिन्छु। तर मैले भने जस्तो फेस टु फेस चाहिँ उहाँहरूलाई सायद इजी हुँदैन थियो होला, त्यसैले उहाँले सकेसम्म चिठीबाट नै आफ्नो समस्याहरू चाहिँ प्रस्तुत गर्नुहुन्थ्यो। हजुर, जस्तो हामीले अहिले गुलाबी संवाद सुरु गरेको पनि 5.5 वर्ष भइसक्यो होइन। यो 5.5 वर्षमा हामीले स्टार्ट गर्दा र अहिले चाहिँ उहाँहरूले भोग्ने समस्याहरू उस्तै हो, तर त्यसको मिडियम फरक हो कि जस्तो लाग्छ क्या हामीलाई। यसो हामीले त्यो एनालाइसिस गर्दाखेरि साथीसँग मनका कुरामा काम गर्दाखेरि पनि त्यस्तै खालको हुन्थ्यो। जब मैले 2011 को एन्डमा साथीसँग मनका कुरा जोइन गरेँ, त्यो टाइममा र छोड्ने बेलासम्ममा चाहिँ अलिअलि चिठी आउँथ्यो सुरुमा, पछि बिस्तारै सोसियल मिडिया मार्फत चाहिँ उहाँहरूले आफ्नो जिज्ञासा राख्ने गर्नुहुन्थ्यो। समस्या चाहिँ उस्तै, तर मिडियम मात्र चेन्ज भएको हो कि जस्तो पहिला फिजिकल मान्छे दुर्व्यवहारमा धेरै पर्थ्यो भने पछि चाहिँ डिजिटल माध्यमबाट होइन, डिजिटली अब्युज हुने होइन, अनि साइबर बुलिङको कुराहरू, साइबर हरासमेन्टको कुराहरू अलिक बढी भएको हो कि जस्तो लाग्यो। हजुरलाई चाहिँ के लाग्छ, पहिला भोग्ने समस्या र अहिले भोग्ने समस्याहरू फरक छन् अथवा त्यसको मिडियम मात्र चेन्ज भएको युवाले किशोरले भोग्ने समस्याहरू चाहिँ उस्तै हुन्? मलाई लाग्छ समस्या चाहिँ उस्तै नै हुन्छ। अब नेपालको युवा भए पनि अमेरिकामा बस्ने युवा भए पनि त्यो जुन एडोलेसेन्समा आउने चेन्जेसहरू भयो होइन, मस्तिष्कमा कुराहरू खेल्ने, मलाई लाग्छ त्यो उस्तै हुन्छ। खालि हाम्रो कन्टेक्स्ट होइन, परिवेश चाहिँ फरक भएको हुनाले त्यसलाई त्यो परिवेशकै हिसाबले चाहिँ डिल गर्नुपर्ने हुन्छ। तर यो अवस्थामा आउने समस्याहरू चाहिँ लगभग उस्तै हुन्छ जस्तो लाग्छ मलाई।
अनि मिडियम चाहिँ चेन्ज भएको त पक्कै हो। हजुर। हामीले अघि पनि कुरा गऱ्यौँ होइन, सुरुमा हामीले यो रेडियोको श्रोता लिसनरसिप भनौँ न, सुन्ने मान्छेहरू यति धेरै हुन्थ्यो भने अब अहिले त रेडियोको सुन्ने श्रोता धेरै कम भइसकेको छ। तर त्यो श्रोताहरू कहाँ सिफ्ट हुनुभयो भन्दाखेरि अब चाहिँ इन्टरनेटमा अथवा पडकास्टिङमा होइन, अथवा अरू कुनै माध्यममा चाहिँ उहाँहरू सिफ्ट हुनुभएको छ। जहाँसम्म दुर्व्यवहारको कुरा छ, पहिले जस्तो बाटोमा इभ टिजिङ भन्छौँ नि होइन, केटाहरू एक हुल बसेर केटीलाई जिस्काउने, त्यो चाहिँ पहिले हेरिकन मलाई लाग्छ धेरै हदसम्म कम भएको छ। होली आउनुभन्दा 1 महिना अगाडिदेखि नै त्यो बेलुनमा पानी भरेर लोला हिर्काउने जुन चलन थियो नि, इच्छा विपरीत पनि अरूलाई रङ छ्याप्ने, पानीले हिर्काउने, त्यस्तो किसिमको व्यवहारहरू चाहिँ अहिले मलाई लाग्छ एकदमै झन्नै न्यून भन्दा पनि झन्नै यो चाहिँ पूर्ण रूपमै बन्द भएकै जस्तो लाग्छ मलाई है। तर पनि जुन संविधाले कुरा उठाउनु भयो कि यो अनलाइन मार्फत हुने ह्यारेसमेन्टहरू, यो चाहिँ अहिले हामीले तथ्याङ्क हेर्दाखेरि पनि एकदमै पाउँछौँ होइन। किनभने आफू बाहिर ओपनली नआइकन अरूलाई लेख्न पाइयो नि त होइन। तर हुन चाहिँ कुनै न कुनै रूपमा उहाँले जति आफ्नो आइडेन्टिटी हाइड गर्नु खोज्नु भए पनि त्यसलाई खोज्ने हो भने प्रहरीले आइपी ट्रेस गरेर म्याक आइडी उसको पत्ता लगाएर त्यो मान्छे नभेटिने चाहिँ होइन। तर मान्छेले चाहिँ के बुझ्दा रहेछन् भने मैले नाम परिवर्तन गरिहालेँ, फोटो अर्कैको राखेको छु, मलाई थाहा पाउँदैन भन्ने हिसाबले चाहिँ यो सोसियल मिडियाबाट चाहिँ अलिक गाली गलोच गर्ने होइन, त्यस्तो इस्युजहरू चाहिँ म देख्छु। र तथ्याङ्क पनि मैले अस्ति भर्खर मात्र हेरेको थिएँ, त्यो चाहिँ झन् बढ्दो छ भन्ने कुराहरू चाहिँ आएको छ। जस्तो हजुरले भर्खरै भन्नुभएको कुरामै जोड्छु, अहिले चाहिँ अनलाइन डेटिङको कुराहरू होइन, साइबर बुलिङको कुराहरू, अनि पोर्नोग्राफीको कुरा, अनि डिजिटल प्राइभेसीको कुराहरूले गर्दाखेरि यो मान्छेमा एक्सेस छ नि त अहिले, त्यो कारणले गर्दाखेरि चाहिँ युवाहरूमा, किशोरीहरूमा चाहिँ मानसिक रूपमा अलिकता विचलन भएको होइन, अनि दुर्व्यवहारमा सजिलै पर्न सक्ने सम्भावना रहेको पनि देखिन्छ होइन। हजुरले त्यस्तो केही पाउनु भएको छ? जस्तो कोभिडको टाइममा पनि एकदमै धेरै यस्तो डाटाहरू निस्केको थियो होइन, हजुरले त्यस्तो केही केसहरू? कोभिडको टाइममा त झन्नै धेरै थियो, किनभने सायद त्यो बाहिर निस्किन नपाएर त्यो मनमा बसेको कुण्ठाहरू चाहिँ त्यसरी नै सायद प्रस्फुटन भए होइन। मैले अघि भने जस्तै अब मेरो छोरी जो चाहिँ 9 वर्षको छ, हामीले उसले के हेरिराखेको छ, कति समयसम्म उसलाई स्क्रिन टाइम दिने भन्ने कुराहरू चाहिँ अहिलेको च्यालेन्ज चाहिँ म त्यो देख्छु कि, किनभने सबैको हातमा मोबाइल छ। अब यसलाई हामीले नदिने अथवा त्यो एक्सेसै नगराउने भन्ने त मिल्दैन अहिलेको समाजमा आएर, अहिलेको समयमा आएर। त्यसले गर्दाखेरि एउटा ठुलो चुनौती चाहिँ म के देख्छु भने हाम्रो यङ्गर जेनेरेसनलाई चाहिँ यो इन्टरनेटबाट होइन, अनलाइन हार्मबाट चाहिँ कसरी हामीले प्रोटेक्ट गर्ने भन्ने चाहिँ एउटा ठुलो कन्सर्नको विषय हो जस्तो लाग्छ मलाई। किनभने एकदम सजिलरी उनीहरू चाहिँ यो अनलाइनबाट हुने दुर्व्यवहारमा पर्न सक्छन् एकदम सजिलोसँग, किनभने आफ्नो आइडी लुकाउन सजिलो छ कि। यो स्पेसल्ली जो बच्चाहरूले चाहिँ इन्टरेक्ट गर्नुहुन्छ होइन, गेम खेल्नुहुन्छ अथवा अघि डेटिङको कुरा गर्यो होइन, डेटिङ एपहरू छ, कुनै पनि व्यक्तिले आफ्नो असली परिचय नदिकन होइन, आफ्नो उमेर लुकाएर चाहिँ अर्को व्यक्तिलाई कुनै अपरिचित ठाउँमा बोलाएर चाहिँ कुनै पनि किसिमको दुर्व्यवहार गर्न सक्ने सम्भावना त छ। सो त्यो हिसाबले चाहिँ हामीले हाम्रो यो नयाँ पुस्तालाई सजग गराउनु चाहिँ एकदम आवश्यक छ। र हामीले मोनिटरिङ कस्तो च्यालेन्ज के रह्यो भने हामी प्राइभेसीको कुरा गर्छौँ होइन, बच्चाहरूलाई पनि आफ्नो केही न केही गोपनीयता त उनीहरूको पनि हुन्छ, त्यसलाई रेस्पेक्ट गर्नुपर्छ। तर एट द सेम टाइम अभिभावक भइसकेपछि उनीहरूमा निगरानी पनि त केही न केही हुनु पर्यो। सो त्यो दुईटाको ब्यालेन्स चाहिँ अहिलेको च्यालेन्जको रूपमा म देख्छु कि। अच्छा, अलिकता मलाई यो यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको व्यक्तिको बारेमा कुरा गर्न मन लाग्यो होइन। मलाई लाग्छ साथीसँग मनका कुराले नै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको व्यक्तिहरूको बारेमा चाहिँ मजाले कुरा गरेको हो जस्तो लाग्छ होइन। किनकि आजभन्दा 25 वर्ष अगाडि, 20 वर्ष अगाडि यो विषयमा कुरा गर्न मान्छेहरू अप्ठ्यारो मान्थ्यो होइन। अझै त अलिकता फरक चालढाल देख्यो भने फर्केर हेर्ने, उसलाई जिस्काउने अझै पनि गर्छ मान्छेले होइन, नजिस्काए पनि उसलाई फर्केर चाहिँ हेर्छ होइन। अहिलेको
पहिलाको तुलनामा अहिलेको युवाहरूमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको व्यक्तिलाई लिएर अलिकति संवेदनशील भएको हो कि जस्तो लाग्छ कि अलिकता बुझेको कारणले गर्दाखेरि आफूले चेन्ज गर्न खोज्या हो जस्तो मात्रै लाग्छ? मलाई जहाँसम्म लाग्छ दुईटै कुरा हो जस्तो लाग्छ मलाई होइन। पहिलेभन्दा अहिले धेरै हिसाबले चाहिँ मानिसहरूमा त्यो किसिमको जागरुकता होइन अवेरनेस चाहिँ आइसकेको छ कि समाजमा सबै बाइनरी होइन मेल फिमेल बाहेक नन बाइनरी व्यक्तिहरू पनि हुन्छन् र सबैको लागि ह्युमन राइट्स इक्वल हो भन्ने कुरा चाहिँ धेरै प्लेटफर्महरूमा हामीले अहिले चाहिँ यो छलफलको रूपमा प्रस्तुत भएको पाउँछौँ। सो त्यो हिसाबले बुझाइ पहिलेभन्दा अफकोर्स अहिले राम्रो छ। तर त्यति भनिरहँदा पनि अहिलेको जुन हाम्रो यो अनलाइन प्लेटफर्महरू छ होइन एकदम धेरै हामीसँग प्लेटफर्महरू भएको हुनाले पनि होला अलिकति अब्युजहरू कहीँ कतै चाहिँ त्यो नभएको होइन, भएको पनि छ, त्यो भेटिन्छ। तर त्यसलाई चाहिँ मलाई लाग्छ यो अवेरनेस नै हो, अवेरनेसले नै त्यसलाई हामीले जित्दै जानुपर्छ जस्तो लाग्छ मलाई। जस्तो यही विषयमा पनि हामीले कति धेरै सहमति र अनुमतिको कुराहरू गऱ्यौँ होइन, कन्सेन्टको कुराहरू गऱ्यौँ। कन्सेन्ट भने के हो होइन, कसले चाहिँ कन्सेन्ट दिन मिल्छ भन्ने कुराहरू पनि अझै पनि हामी अघिल्लो वर्ष मात्रै करुणा र म सुर्खेत, रौतहट, जनकपुर लगायतका जिल्लाहरू भिजिट गर्ने मौका पाएको थियौँ होइन। गुलाबी संवादकै कामको सिलसिलामा विभिन्न हाम्रो ट्रेनिङहरू वर्कसपहरू थियो। त्यहाँ पनि अझै पनि त्यो हुन्छ नि कन्सेन्ट कसले दिन मिल्छ अथवा कन्सेन्ट दिएपछि के हुन्छ अथवा नदिँदा के हुन्छ भन्ने थाहा छैन कि मान्छेहरूलाई। यो कुराहरू अहिलेको युवालाई बुझाउनको लागि चाहिँ के गर्नुपर्छ होला, के गर्यो भने चाहिँ अलिक मजाले उनीहरूले यो कन्सेन्टको मिनिङ मात्रै भए पनि बुझ्थे जस्तो लाग्छ हजुरलाई? यो चाहिँ विषय आफैमा सुन्दाखेरि जति सरल भयो भने त्यति सरल नहुन पनि सक्छ होइन। किनभने सहमति भन्ने कुरा चाहिँ विशेष त अब यौन प्रजनन स्वास्थ्यको कुरामा अथवा कुनै पनि सम्बन्धभित्र चाहिँ यो कन्सेन्ट भन्ने कुरा चाहिँ एकदम ब्ल्याक र व्हाइटमा छुट्याउन अलिकति गाह्रो छ कि जस्तो लाग्छ मलाई है व्यक्तिगत रूपमा। किनभने मैले कोही व्यक्तिलाई केही कुरा भन्छु भने चाहिँ त्यो व्यक्तिले कसरी त्यसलाई लिइरहेछ होइन, त्यो व्यक्तिले कसरी ग्रहण गर्छ त्यसमा यो भर पर्ने कुरा भयो नि त। मैले कुनै महिलालाई केही कुरा भने र उहाँले त्यो कुरालाई सहज रूपमा लिनुभयो होइन, उहाँले हाँसेर त्यही हिसाबले जवाफ फर्काउनु भयो भने त्यसलाई फ्लोटिङ भन्न मिल्ला। तर त्यो महिलालाई अनकम्फर्टेबल भइरहेछ भने त्यहाँनिर चाहिँ अब सहमतिको कुरा आयो र मैले अब त्यो व्यवहार गर्नु भएन भनेर त्यो मान्छेले आफै बुझ्नुपर्ने पनि भयो। अनि अघि सविताले कुरा उठायो नि कसले चाहिँ कन्सेन्ट दिन सक्ने भन्ने कुरा होइन। अब यहाँ चाहिँ हामीले समाजमा उमेरै नपुगिकन पनि होइन त्यो त दुईजनाको सहमतिमा चाहिँ भएको सम्पर्क अहिले चाहिँ मान्छेले यसलाई चाहिँ दुर्व्यवहार भन्यो अथवा यसलाई चाहिँ रेप भन्यो भन्छौँ नि त। तर हामीले के बुझ्नु जरुरी छ भने नाबालिगले जति नै कन्सेन्ट दिए पनि त्यसलाई कन्सेन्ट मानिँदैन होइन, किनभने उसको त्यो सुझ बुझ्नै आइसकेको छैन उसले कुनै कुराको लागि हुन्छ या हुँदैन भन्ने। त्यसैले त्यो कुरा चाहिँ मलाई जहाँसम्म लाग्छ चाहिँ एकदमै बुझाउन जरुरी छ क्या। अहिले चाहिँ स्कुलहरूमा पनि कम्प्रिहेन्सिभ सेक्सुअल हेल्थ भनेर करिकुलममै राखिसकेको छ। सो स्कुलको पाठ्यक्रममै यो राखिसकेका हुनाले सायद अलिकति चाहिँ पहिलेभन्दा बुझाइ राम्रो छ होइन, बुझ्नलाई अलिकति सहज भयो होला। तर यो कन्सेन्टको कुरा होइन जुन चाहिँ आफ्नो विवेकले थाहा पाउनु पर्ने कुराहरू चाहिँ थाहा पाउन अलिकति गाह्रै छ जस्तो लाग्छ मलाई। किनभने हामीले पेपरमा कन्ट्र्याक्ट त गरे हुँदैनौँ होइन, यसको लागि मेरो सहमति छ भनेर। यो त हामीले आफूले व्यवहार गर्दै जाँदा बुझ्नुपर्ने कुरा हो नि त आफैले। त्यो हिसाबले चाहिँ यो कन्सेन्टको विषय चाहिँ आई थिङ्क अलिकति अझै पनि ट्रिकी छ। तर जति हामीले यसको बारेमा चाहिँ कुराकानी छलफल गर्छौँ होइन, डिस्कर्स अगाडि बढ्छ त्यति क्लियर हुँदै जान्छ जस्तो पनि लाग्छ मलाई। जस्तो लास्ट इयर जनकपुर गएको बेलामा एकजना बहिनीले हामीसँग के कुरा सेयर गर्नुभयो भने उसको मामाको छोरा काठमाडौँ बस्छ, तर चाडबाडमा मधेसी कम्युनिटीले मनाउने चाडबाडहरू भयो अथवा दसैँ तिहार भयो होइन, त्यो समयमा घरमा गएको बेला ऊ भर्खर 12-13 वर्षको छ त्यो बहिनी होइन, उसलाई चाहिँ डिरेक्टली भन्छ कि तँलाई मैले रेप गर्छु भन्छ कि उसले, तँलाई सेक्स गर्छु भनेर भन्छ होइन।
उसले त्यो कुरा आमालाई भन्न सकेको छैन कि एकचोटि उसले प्रयास गर्दाखेरि चाहिँ तँ जान्ने नहो भनेर आमाले उसलाई उल्टै गाली गर्नुभयो। अनि हामीसँग उसले एकदमै ट्रेनिङ सकेर लास्टमा 5 बजे ट्रेनिङ सकेपछि सबैजना साथीहरू गइसक्यो अनि बसिरहेको थियो कि किन के भयो तिमीलाई भनेर सोद्धाखेरि उसले हामीसँग यो कुरा सेयर गर्यो होइन। अनि यस्तो खालको समस्याहरू चाहिँ कति धेरै किशोरले भोगिरहेको छन्। किशोरले मात्र होइन कि किशोरले पनि भोगेको छन्। अस्ति भर्खर पोखरामा एउटा किशोरलाई दुर्व्यवहार गरेको भनेर न्युज आइरहेको थियो होइन। यो यस्ता खालका दुर्व्यवहारबाट आफ्नो किशोरावस्थामा रहेका छोराछोरीलाई बचाउनको लागि चाहिँ एज अ फ्यामिली बुवा आमाले चाहिँ कस्तो खालको रोल प्ले गर्नुपर्छ होला, कसरी उहाँहरूलाई यस्तो दुर्व्यवहारबाट जोगाउन सक्नुहुन्छ होला? यो चाहिँ विषय जति हामीले के गर्ने भनेर अथवा कसरी गर्न सकिन्छ भनेर कुरा गरिराख्दाखेरि चाहिँ अघि मैले भने जस्तो यसमा चाहिँ एकदम धेरै अवेरनेसको कुरा चाहिँ जोडिन्छ जस्तो लाग्छ मलाई होइन। कतिपय अवस्थामा इभन बुवा आमाले नै पनि तैँले नै केही गरिस् होला त्यसैले त त्यो मान्छेले जिस्कायो अथवा त्यसैले त्यो मान्छेले दुर्व्यवहार गर्यो भन्ने पनि एकदमै धेरै सुनिन्छ हाम्रो नेपाली समाजमा चाहिँ विशेषतः। र जो भिक्टिम हो होइन, जो चाहिँ आफू भिक्टिम भएको छ त्यसैलाई झन् ब्लेम गर्ने चाहिँ ज्यादै हामी कहाँ चलन छ। सो त्यो हिसाबले पनि जो आफू चाहिँ पीडित हो उसले त्यो कुरा होइन भन्नलाई उसलाई गाह्रो छ एकदमै खुलस्त रूपमा। अब यहाँ हामीले बुझ्नु पर्यो के भन्दाखेरि यु हियर द भिक्टिम आउट होइन, र बेनिफिट अफ डाउट चाहिँ जहिले पनि भिक्टिमलाई दिनुपर्छ। त्यसको छानबिन होला, कहिलेकाहीँ गलत मनसायले पनि मान्छेले चाहिँ कुनै कुरा अगाडि सारेको हुनसक्छ। तर पहिलो हामीले बुझ्नुपर्ने कुरा के हो भने भिक्टिमलाई जहिले पनि हामीले सुन्नुपर्छ। यु हियर द भिक्टिम आउट फर्स्ट होइन, हामीले गर्ने भनेको चाहिँ त्यो नै हो। र अभिभावक बुवा आमा मात्र भन्दिनँ म, किनभने बुवा आमा भन्दा हुनसक्छ कि त्यो जो आफू पीडित छ उसको लागि दाजु होइन अथवा दिदी हुनसक्छ। सो उहाँहरू मार्फत चाहिँ आफ्नो कुरा कसरी राख्ने, किनभने जुन अघि सविताले सोध्नुभएको विषय त ज्यादै गम्भीर विषय हो नि। कसैलाई रेप गर्छु भनिरहेछ भने यो त ख्यालठट्टाको विषय त होइन, यो साधारण कुरा पनि होइन, यो त एकदम सिरियस विषय भयो नि त। अब यसलाई चाहिँ कसरी डिल गर्न सकिन्छ भन्ने कुरा चाहिँ अब दुईवटा पाटो त्यसमा हुन्छ। एउटा कानुनी पाटो हुन सक्ला, तर कानुनी रूपमा अगाडि बढ्न पनि त्यो जो पीडक पक्ष हो त्यसको केही न केही पावर छ होइन, समाजमा उसको सायद स्टेटस उसको माथि होला होइन, केही न केही उसको भिक्टिमको फ्यामिली भन्दा अथवा भिक्टिम भन्दा केही न केही उसको पावर बढी छ। त्यसैले उसले त्यो किसिमको गर्न नमिल्ने व्यवहार उसले प्रस्तुत गर्यो भनिरहेछ भनेपछि त्यही त। सो त्यसलाई चाहिँ कसरी डिल गर्न सकिन्छ भनेर त्यो भिक्टिमलाई इम्पावर गर्ने एउटा संरचना चाहिँ हुनुपर्छ कि होइन। त्यो हिसाबले चाहिँ हामीले अब अहिलेको लागि मलाई जानकारीमा भएअनुसार महिला सेल छ जहाँ चाहिँ गएर यो गर्न सकिन्छ। तर यो कानुनी उपचार दिन पनि आफू मेन्टली स्ट्रङ नभइकन चाहिँ सजिलो छैन, किनभने मान्छे यति धेरै प्रश्नबाट गुज्रिनुपर्छ, अगाडि बढ्नुपर्छ होइन। समाजले फ्यामिली नै उल्टो भिक्टिमलाई ब्लेम गर्ने चलन छ नि त हामी कहाँ। सो त्यो भिक्टिम झनै नटुटोस् भनेर उसलाई स्ट्रङ बनाउनको लागि चाहिँ यो काउन्सिलिङ होइन, लाइफ स्किल्सको कुराहरू चाहिँ त्यहाँनिर आउँछ, जहाँनिर चाहिँ अब यो कानुनी लडाइँ लड्नु परिहाल्यो भने चाहिँ कसरी उसले लड्न सक्छ, कसरी आफू स्ट्रङ हुने, एभिडेन्सहरू कसरी आफ्नो पक्षमा राख्ने। सो त्यो विषयहरू चाहिँ सिकाउनु जरुरी छ सानैदेखि, स्कुलदेखि र घरमा पनि कुनै पनि ठाउँमा, स्कुलमा होस् अथवा बाटोमा हिँड्दा होस्, घरैमा पनि दुर्व्यवहार हुन्छ भने चाहिँ फर्स्टमा कसलाई आएर बताउने, यस्तो किसिमको कुराहरू चाहिँ फ्यामिली बिच हुनुपर्छ। अनि मात्र त्यो हाम्रो बच्चाहरूलाई चाहिँ दुर्व्यवहारबाट चाहिँ हामीले बचाउन सक्छौँ जस्तो लाग्छ मलाई। हजुर, जस्तो मैले अघि पनि अलिकता कुरा गरेको थिएँ होइन, यो इन्टरनेटको एक्सेस र सोसियल मिडियाको एक्सेसले गर्दाखेरि चाहिँ अहिलेको किशोर किशोरीहरूले मेनली चाहिने भन्दा धेरै सूचनाहरू ग्यादर गर्ने, त्यसमा चाहिँ राइट पनि हुनसक्छ, रङ पनि हुनसक्छ होइन। अनि सोसियल मिडियामा आफ्नो कुराहरू इजिली एक्सपोज गर्ने होइन, एक्सप्रेस गर्ने, त्यो कुराले गर्दाखेरि उनीहरू अझ बढी जोखिममा, दुर्व्यवहारको जोखिममा होइन, मेन्टल हेल्थ रिलेटेड विभिन्न खालको समस्याहरूको जोखिममा भएको हो कि जस्तो देख्छु मैले अहिलेको किशोर किशोरले हेर्दाखेरि। हजुरले चाहिँ कसरी निहालिरहनु भएको छ? यो पनि एकदमै म सहमत छु यो कुरामा, किनभने when there is too much information त्यो दिमाग फ्लडेड हुन्छ, कुन सही हो कुन गलत इन्फर्मेसन हो छुट्याउन पनि गाह्रो। र पहिले हेरिकन अहिले हामीले जब यो मानसिक स्वास्थ्यको कुरा गर्छौँ नि, एकदम धेरै काउन्सिलिङ चाहिएको होइन। र यो चाहिँ मानसिक स्वास्थ्य चाहिँ धेरै
किशोर अवस्थामा चाहिँ कमजोर भएको त्यस्तो चाहिँ एकदम धेरै अहिले देखिएको कारण चाहिँ यो एक्सपोजर टु सोसल मिडिया जस्तो पनि लाग्छ मलाई। त्यसैले यो चाहिँ हामीले लिमिट नै गर्नु जरुरी छ। म कति घन्टा दिनमा चाहिँ सोसल मिडियामा बिताउने होइन, र मलाई चाहिने इन्फर्मेसन के हो त्यति लिने, त्योभन्दा बढी चाहिँ किनभने अहिले डुम स्क्रोलिङ भन्छ नि, हामी कामै नभए पनि एउटा पछि अर्को गरेर त्यो हामीलाई चाहिए पनि नचाहिए पनि त्यो इन्फर्मेसन हामीले लिइराखेका हुन्छौँ नि त। सो त्यो नचाहिने इन्फर्मेसन चाहिँ आफ्नो होइन ऊबाट हटाउने र आफूलाई चाहिने मात्रै जानकारी चाहिँ लिने हिसाबले चाहिँ अब स्कुलहरूमा मलाई लाग्छ करिकुलममै त्यो पनि राख्नुपर्छ जस्तो लाग्छ मलाई, नत्र भने यसले चाहिँ मेन्टली चाहिँ झन् विक बनाउँछ कि जस्तो पनि लाग्छ मलाई चाहिँ होइन। पहिले चाहिँ अलिक पेसेन्टली डिल गर्नुपर्ने हुन्थ्यो जे पनि कुरालाई नि। कुनै मान्छेसँग भेट्नु पऱ्यो भने फोनसम्म हुन्थ्यो होला, तर फोन भन्यो पनि त घरमा फोन गरेर फलानालाई बोलाइदिनुहोस् भनेर हुन्छ, केही बेर पर्खिनुहोस् अथवा उहाँ बाहिर जानुभएको छ म। अब अहिले हामीलाई इन्स्टेन्टली जो मान्छेसँग काम छ उसलाई तुरुन्तै हामी फोन गर्छौँ, मेसेज गर्छौँ, जे पनि तुरुन्तै हुनु थाल्यो कि होइन। खानेकुराहरू पनि अहिले यो कन्ज्युमरिजम यस्तो बढाएको छ कि तुरुन्तै हामी इन्स्टेन्ट नुडल्स भोक लाग्यो भन्ने बित्तिकै 2 मिनटमा रेडी भन्ने हो। पहिले त घरमा खाजा खाने भन्यो भने पख एकछिन बनाउँछु भन्ने हुन्थ्यो नि त। अनि त्यो पेसेन्टली कुर्नुपर्ने हुन्थ्यो होइन। आफ्नो साथीलाई भेट्दाखेरि त्यो ठाउँमा भेट्ने भनेको छ भने त्यहाँ गएर साथी आछ भने भेट भयो, आएन भने केही समय कुर्नु पर्यो। अब अहिले त मान्छे नदेख्ने बित्तिकै हामी फोन गर्न थाल्छौँ, कहाँ छस् त भन्न थाल्छौँ। सो त्यो पेसेन्स चाहिँ हामीले अहिले एकदम धेरै गुमाएको जस्तो लाग्छ मलाई पहिले हेरिकन। सो त्यसले गर्दाखेरि हामीमा त्यो पेसेन्स नहुनु, एकदम छिटै युवाहरू चाहिँ पैसा कमाउन इच्छा राख्ने होइन, एउटा सर्टन प्लान आफ्नो डिग्री पुरा गरेपछि पहिला चाहिँ त्यसरी सिकाइन्थ्यो कि हामीलाई होइन, यति समय लाग्छ आफ्नो एक्सपिरियन्स गेन गर्नलाई, त्यसपछि आफूले भनेको जस्तो स्यालेरी नेगोसिएट गर्ने ठाउँमा पुगिन्छ भन्ने हुन्थ्यो। अहिले चाहिँ पास आउट हुने बित्तिकै युवाहरूलाई एकदम धेरै पे गर्ने जब चाहिएको छ होइन, तुरुन्तै इन्टरनेटबाट सबैलाई पैसा कमाउनु छ। सो यस्तो कुराहरू चाहिँ अलिकति उहाँहरूमा सिकाउनु र बुझाउनु जरुरी छ जस्तो लाग्छ मलाई। हजुर, जस्तो हजुरले भन्नुभयो नि भर्खर पेसेन्सको कुरा, अनि अहिलेको किशोरहरूलाई किशोरीहरूलाई भर्खर युवा अवस्थामा प्रवेश गर्दै गर्नुभएको व्यक्तिहरूलाई हेर्दाखेरि उहाँहरूको एक्टिभिटीहरूलाई निहाल्दा उहाँहरूले सोसियल मिडियामा गर्ने कन्भर्सेसनलाई हेर्दाखेरि के लाग्छ भने कामभन्दा पहिला चाहिँ रिजल्ट खोज्नुहुन्छ होइन, भनेको एकछिन पनि वेट गर्ने पेसेन्स चाहिँ छैन कि उहाँहरूमा। त्यसले गर्दाखेरि उहाँहरूको समग्र मेन्टल हेल्थ, समग्र उहाँहरूको करियर र समग्र उहाँहरूको एजुकेसनलाई पनि प्रभाव पारेको जस्तो देखिन्छ होइन। यो कुरालाई कसरी कम गर्न सकिन्छ होला? अगेन ह्याभिङ सेड द्याट, अब कमिङ ब्याक टु होइन अवेरनेस नै हो जस्तो लाग्छ मलाई। यो कुराहरू बुझ्न र बुझाउन चाहिँ जरुरी छ। म मेरै आफ्नो छोरीको इक्जाम्पल दिन्छु। म र मेरो श्रीमतीले चाहिँ सानै बेलादेखि टाइममा चाहिँ बच्चालाई किन निन्द्रा इम्पोर्टेन्ट हुन्छ भन्ने कुरा हामीले बुझिसकेपछि उसलाई चाहिँ छिटै जेसुकै होस् हामी जहाँ गएको भए पनि 2 जना मध्ये 1 जना बाई 8 बज्नुभन्दा अगाडि घर पुगिसक्ने र 8:30 सम्ममा चाहिँ बच्चालाई बेडमा लगेर सुताउने भन्ने हाम्रो प्र्याक्टिस रह्यो होइन। अब अहिले मेरो कतिजना साथीहरूले चाहिँ हेर्नु मेरो बच्चा त 12 बजीसम्म सुत्दैन भने हल्ला गरेर बस्छ। त्यसको लागि जुन बच्चा जन्मेदेखिको जुन हामीले लगाएको एफर्ट देखिएन, अब एकैचोटि 8 वर्षमा आएर अब बच्चालाई सुत भन्यो भने त उसले सुत्दैन होइन, उसलाई बानी नै त्यही पारिदिएको छ। त्यसैले यो चाहिँ अब एकदम स्टेप बाई स्टेप पेसेन्टली हामीले अब सिक्दै जाने कुरा हो, बिल्ड गर्दै जाने कुरा हो। आजको अहिले नै हामीले परिवर्तन खोज्यौँ भने त्यो चाहिँ अब पाउन गाह्रो हुन्छ। सो अलिकति धैर्यता राखेर त्यो कुराहरू बुझ्ने बुझाउने वातावरण चाहिँ हामी आफैले सृजना गरिदिनु पर्ने हुन्छ। तर मलाई लाग्छ त्यस्तो विधि एकदम सबै कुरा खराब पनि छ जस्तो लाग्दैन मलाई, किनभने म के सम्झिन्छु भने मेरो बुवा आमाले हामीलाई अब हेर यस्तो अहिलेको बच्चाहरू कस्तो छन्, हाम्रो पालामा यस्तो थियो भन्नुहुन्छ नि, हामीले हामीभन्दा यङ्गर जेनेरेसनलाई त्यही भन्यौँ। अब उहाँहरूले आफूभन्दा यङ्गर जेनेरेसनलाई फेरि त्यही हुनुहुन्छ, हेर्नुहोस् त अहिलेको बच्चाहरू अल्फा जेनेरेसन शब्दहरू पनि के बोलेको छ। तर त्योभन्दा फेरि नयाँ जेनेरेसनमा त्यही एउटा साइकल दोहोरिनेवाला छ। सो मलाई के लाग्छ भने सबै जेनेरेसनको सबै पुस्ताको एउटा विशेषता हुन्छ। कसैमा अलिक बढी पेसेन्स होला, तर कसैमा मेबी लर्निङ एबिलिटी अलिक बढी होला त्यो पुरानो भन्दा। सो सबैको चाहिँ त्यो पोजिटिभ साइडलाई फोकस गर्ने र केही कुरा धैर्यता चाहिँ मेबी अल्फा जेनेरेसनले मिलेनियलसँग सिक्ने अथवा मिलेनियलले उहाँभन्दा अगाडिको जेनेरेसनसँग सिक्ने र
आफूले नजानेको अब सोसियल मिडिया कसरी चलाउने भन्ने कुरा होला होइन। अब एआई प्रयोग गर्ने कुराहरू चाहिँ मैले आफूभन्दा अस्ति भर्खर मात्र पनि म एउटा यो जेनेरेटिभ एआई भनेर क्लास लिइरहेको थिएँ, जहाँ चाहिँ अब सिकाउने गुरु मभन्दा उनीहरूले सायद 20 वर्ष सानो हुनुहुन्थ्यो। तर यही सिक्ने र सिकाउने क्रम चाहिँ आफूले नजानेको कुरा अर्को पुस्तासँग सिक्नलाई केही हिचकिचाउनु पर्ने कुरा छैन भन्ने कुरा चाहिँ बुझ्न सक्यो भने आई थिङ्क अलि मोर हाम्रो सिम्बायोटिक समाज बन्छ कि जस्तो लाग्छ कि मलाई। सो त्यो सिक्ने र सिकाउने वातावरण चाहिँ हामी आफैले क्रिएट गर्नु पर्यो र एकअर्कालाई विश्वास पनि गर्नु पर्यो। खालि सङ्ख्याको दृष्टिले मात्र पनि हेर्नु भएन होइन। नयाँ जेनेरेसन चाहिँ अलि केही थाहा छैन भन्ने मात्र पनि मेन्टालिटी राख्नु हुँदैन जस्तो लाग्छ मलाई। हजुर, मलाई कस्तो अहिले हामी दुईजना स्टुडियोमा एकअर्काको सामुन्ने बसेर कुरा गरेको छैनौँ कि रेडियोमा चाहिँ मैले त्यो साथीसँग मनका कुरा सुन्दाखेरि कसैको समस्यालाई मजाले डिल गरेको जस्तो फिल भयो कि। हामी आजको एपिसोडको अन्त्यतिर पनि छौँ। अलिकता अन्तिममा 25 वर्ष अगाडिको युवा र अहिलेको युवामा चाहिँ यौन तथा प्रजनन स्वास्थ्यलाई लिएर के कुराहरूमा परिवर्तन भएको देख्नुहुन्छ? अहिले मलाई लाग्छ धेरै सुधार भएको छ। मैले अघि पनि भनेको थिएँ, पहिला चाहिँ यो दुर्व्यवहार भनेको नै अब हुन त सबैको डेफिनेसन फरक हुन्छ होइन। युनिभर्सली एक्सेप्टेड दुर्व्यवहारको डेफिनेसन पाइँदैन। तर दुर्व्यवहारको बुझाइ नि पहिले चाहिँ एकदमै न्यून थियो भने अहिले चाहिँ त्यसमा चाहिँ वृद्धि भएको पाउँछु म। जस्तै पहिले चाहिँ खालि कुटपिट गर्नु मात्रै ह्यारेसमेन्ट हो अथवा त्यो मात्र भोइलेन्स हो भनेर बुझिन्थ्यो भने अहिले चाहिँ भोइलेन्सको विभिन्न प्रकार हुन्छन् होइन। यौन हिंसा बाहेक, फिजिकल हिंसा बाहेक, फाइनेन्सियली कुनै घरको सदस्य हो तर उसलाई चाहिँ पारिवारिक निर्णयहरूमा कहिले पनि सामेल नगर्नु पनि त एक किसिमको हिंसा नै हो। सो यस्तो किसिमको बुझाइहरू चाहिँ अहिले पहिलेको तुलनामा मानिसहरूमा छ जस्तो लाग्छ मलाई। र जुन पहिले प्लेटफर्म थिएन नि त, एउटै रेडियोमा हामीले यो यौन तथा प्रजनन स्वास्थ्यको कुरा गर्दाखेरि यति धेरै श्रोताहरूले सुन्नुहुन्थ्यो। सबैको घरमा रेडियो नहुँदाखेरि जसको घरमा रेडियो थियो उसको घरमा जम्मा भएर क्लब बनाएर होइन श्रोता समूह भनेर त्यसरी पनि उहाँहरूले सुन्नुभयो। अब अहिले चाहिँ त्यो अवस्था छैन। अहिले इन्फर्मेसन चाहेको खण्डमा लिन सजिलो छ, लिन सकिन्छ र आफू अलिकति स्मार्ट हुने हो भने कुन चाहिँ राम्रो स्रोत हो इन्फर्मेसनको त्यसलाई भेरिफाई गरेर त्यो स्रोतमा विश्वास गरेर विश्वसनीय जानकारी लिन अहिले चाहिँ सजिलो छ। त्यो हिसाबले अहिलेको युवा पहिलेको युवा हेरिकन धेरै जागरुक छन् जस्तो लाग्छ मलाई। अलिकति अहिलेको युवामा मैले देखेको कमी भनेको चाहिँ पेसेन्स मात्रै हो होइन। सबै कुरा एकदम छिटै उहाँहरूले चाहनुहुन्छ। सो त्यो पेसेन्स चाहिँ अलिकति अहिलेको युवामा म कम देख्छु पहिलेको युवा हेरिकन। तर अरू हिसाबले इन्फर्मेसन लिने स्मार्टनेसको हिसाबले चाहिँ अहिलेको युवाहरू निकै स्मार्ट हुनुहुन्छ जस्तो लाग्छ मलाई। हजुर, थ्याङ्क यू सो मच कौशल दाइ, एकदमै रमाइलो भयो। थ्याङ्क यू फर ह्याभिङ मी। गुलाबी संवादमा चाहिँ हामीले अलिकता साथीसँग मनका कुराको कुरा गऱ्यौँ, अलिकता पहिलाको युवा किशोर किशोरी र अहिलेको युवा किशोर किशोरीको बारेमा कुरा गऱ्यौँ। समग्रमा युवाका जिज्ञासा त्यसमा पनि यौन स्वास्थ्यलाई लिएर उनीहरूमा हुने जिज्ञासा समस्याको कुराहरूमा चाहिँ पहिला कस्तो थियो र अहिले कस्तो थियो भनेर अलिकता तुलनात्मक रूपमा छलफल गर्ने प्रयास पनि गऱ्यौँ। सँगसँगै साथीसँग मनका कुराको कौस्तुभ कहाँ हुनुहुन्छ भनेर धेरै सोध्ने अडियन्सको लागि पनि उहाँले भनिहाल्नु भयो अहिले कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ भनेर। यदि उहाँलाई रिच आउट गर्न चाहनुहुन्छ भने पनि विभिन्न सोसल मिडियामा खोज्न सक्नुहुन्छ। आजको गुलाबी संवादमा हामीले उठाएको विषयवस्तु, हामीले छलफल गर्न खोजेको विषयवस्तु तपाईँलाई कस्तो लाग्यो? हाम्रो इमेल gulabisamvad@gmail.com मा इमेल गर्न सक्नुहुन्छ। सँगसँगै हाम्रो युट्युब च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्न सक्नुहुन्छ यदि तपाईँलाई हाम्रो छलफल मन परिरहेको छ भने। यति भन्दै आजको लागि पडकास्ट गुलाबी संवादको यो एपिसोडबाट कौस्तुभ दाइ सँगसँगै म सविता पनि बिदा हुन्छु। नमस्ते।